साथीहरु आजको यस भिडियोमा हामीले संघीय खरिदार वा सोसरको पाठ्यक्रमको बारेमा छलफल गर्नेछौं। यो खरिदारको पाठ्यक्रमलाई चाहिँ दुई भागमा विभाजन गरिएको छ। भाग 1 अन्तर्गत चाहिँ रिटन एक्जामिनेसन लिखित परीक्षाको विषयवस्तुहरुलाई राखिएको छ। त्यो भित्र पनि प्रथम चरण र द्वितीय चरण भनेर राखेको छ। त्यसैगरी भाग 2 मा चाहिँ अन्तिम चरणको परीक्षा भनेर चाहिँ कम्प्युटर स्किल टेस्टहरु जस्ता परीक्षाहरुलाई चाहिँ राखेको छ। आज हामीले यस भिडियोमा भाग 1 र भाग 2 अन्तर्गतको सम्पूर्ण विषयवस्तुहरुलाई चाहिँ छलफल गर्नेछौं। भाग 1 मा चाहिँ भाग 1 अन्तर्गतको प्रथम चरणमा चाहिँ प्रथम पत्रको एक्जाममा चाहिँ जीके र आईक्यू को 100 पूर्णाङ्कको 50 वटा क्वेशनहरु सोधिन्छ। फर्स्ट पेपरमा हरेक प्रश्न चाहिँ 2 अङ्कको गरेर 45 मिनेटको एक्जाम हुनेछ। त्यसैगरी भाग 1 अन्तर्गतको द्वितीय चरणको लिखित परीक्षा द्वितीय पत्र चाहिँ कार्यालय व्यवस्थापन सम्बन्धी 100 पूर्णाङ्कको उत्तीर्णाङ्क चाहिँ पास मार्क्स चाहिँ 40 मार्क्स। त्यसैगरी 12 वटा 5 मार्क्सको क्वेशन र 4 वटा लङ क्वेशनहरु गरी चाहिँ 2 घण्टा 30 मिनेटको एक्जाम चाहिँ द्वितीय पत्रको हुनेछ। त्यसैगरी तृतीय पत्र चाहिँ कार्य ज्ञान सम्बन्धी जब नलेज रिलेटेड सब्जेक्ट भनेर पनि यो पनि 100 पूर्णाङ्क 40 पास मार्क्स र यसमा चाहिँ 8 वटा सर्ट क्वेशन त्यसैगरी 6 वटा चाहिँ लङ क्वेशन्सहरु गरेर चाहिँ यो पनि 2.5 घण्टाको एक्जाम चाहिँ लिन्छ। त्यसैगरी भाग 2 मा चाहिँ अन्तिम चरणको परीक्षा फाइनल स्टेज एक्जामिनेसनमा चाहिँ कम्प्युटर सिप परीक्षण 10 मार्क्सको 15 मिनेट समयको लिन्छ। त्यसैगरी अन्तर्वार्ता पनि यही अन्तिम चरणको परीक्षामा 30 अङ्कको लागि चाहिँ लिन्छ अन्तर्वार्ता परीक्षा। अब हामीले यो भाग 1 अन्तर्गतको लिखित परीक्षाको फर्स्ट पेपरको एक्जाममा चाहिँ के कस्ता जीके र आईक्यू का क्वेशनहरु सोधिन्छ भन्ने बारेमा चाहिँ हेर्नेछौं। यहाँ खण्ड क सामान्य ज्ञान जीके भनेर चाहिँ पाठ्यक्रम राखिएको छ। सुरुमा चाहिँ सौर्यमण्डल र भूगोल सम्बन्धी विषयवस्तुहरुलाई चाहिँ यसमा राखेको छ। सौर्यमण्डल र भूगोलमा चाहिँ 1.1 मा सौर्यमण्डल र पृथ्वी सम्बन्धी जानकारी, त्यसैगरी विश्वको भूगोल, महादेश, महासागर, ध्रुव, अक्षांश, देशान्तर, समय, दूरी, पर्वत श्रृंखला, भूकम्प, ज्वालामुखी, नदी, हिमनदी, ताल र जलवायु जस्ता विषयवस्तुहरुलाई चाहिँ समावेश गरेको छ। र अर्को चाहिँ नेपालको भूगोल पनि यस अन्तर्गतै राखेको छ। र 2 नम्बरमा चाहिँ 2 मा चाहिँ इतिहास भनेर दिएको छ। यसमा चाहिँ तपाईहरुले विश्वको इतिहास साथसाथै नेपालको इतिहासका सम्पूर्ण प्राचीनदेखि आधुनिक कालखण्डसम्मका आधुनिक कालखण्डका विश्व घटनाहरु चाहिँ यसमा चाहिँ अध्ययन गर्नुपर्ने हुनेछ। जस्तै यहाँ नेपालको इतिहासमा चाहिँ किराँत काल, लिच्छविकाल, मध्यकालहरु अनि साथै आधुनिक इतिहासको बारेमा पनि तपाईहरुले पढ्नुपर्ने हुन्छ। त्यसैगरी 3 नम्बरमा चाहिँ नेपालको सामाजिक आर्थिक अवस्था र शासन पद्धति, नेपालको सामाजिक तथा आर्थिक अवस्था कस्तो रहेको छ र शासन पद्धति कस्तो छ भन्ने सम्बन्धी कुराहरु चाहिँ 3 नम्बरमा चाहिँ पढ्नुपर्ने हुन्छ। यहाँबाट चाहिँ 6 वटा क्वेशन्सहरु चाहिँ सोधिन्छ। यो 3 नम्बरको नेपालको सामाजिक आर्थिक अवस्थाबाट चाहिँ 6 वटा क्वेशन्सहरु 2 मार्क्स गरेर जम्मा 12 अङ्कको क्वेशनहरु सोधिन्छ। त्यसैगरी विज्ञान, प्रविधि, जनस्वास्थ्य र वातावरण सम्बन्धी यो टपिकबाट पनि चाहिँ 6 वटा क्वेशन 2 मार्क्स 12 अङ्कको चाहिँ जम्मा क्वेशन सोधिन्छ। त्यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध र समसामयिक गतिविधिहरुबाट पनि 6 वटा क्वेशन 2 मार्क्सको गरेर 12 अङ्कको चाहिँ प्रश्न सोधिन्छ। त्यसैगरी खण्ड बी खमा चाहिँ आईक्यू सम्बन्धी क्वेशनहरु तपाईहरुले 20 वटा क्वेशन्स 2 मार्क्स गरेर 40 अङ्कको जम्मा 40 अङ्कको प्रश्न सोधिनेछ। त्यस अन्तर्गत चाहिँ 1 मा रुजु गर्ने भेरिफिकेसन टेस्ट भनेर दिएको छ। 2 नम्बरमा खाली संख्या वा क्रम पूरा गर्ने त्यो खाली ठाउँहरु भर्ने सम्बन्धी मेट्रिक्सहरु हुन सक्छ, क्रम मिलाउने हुन सक्छ। त्यसैगरी 3 नम्बरमा चाहिँ वर्गीकरण गर्ने क्लासिफिकेसन भनेर दिएको छ। र 4 नम्बरमा सम्बन्ध परीक्षण एनालोजी सम्बन्धी क्वेशन्सहरु चाहिँ सोधिनेछ। त्यो चित्रात्मक पनि हुन सक्छ अथवा त्यो भर्बल पनि क्वेशन हुन सक्छ। तपाईहरुले शाब्दिक तथा चित्रात्मक दुईटै क्वेशन सोध्न सक्छ। त्यसैगरी फाइलिङ अभिरुचि परीक्षण फाइलिङ एप्टिट्युड टेस्ट भनेर दिएको छ। फाइलिङ सम्बन्धी भयो। त्यसैगरी निर्देशन अनुसरण गर्ने फलोज द इन्स्ट्रक्सन्स वाला क्वेशनहरु यसमा सोधिन्छ। संख्यात्मक चतुर्यता परीक्षण भनेको छ न्यूमेरिकल रिजनिङ टेस्ट र कोडिङ डिकोडिङ अथवा म्याचिङ टेस्टहरु क्वेशनहरु चाहिँ यसमा सोधिनेछ। अर्को छ एनालाइटिकल रिजनिङ टेस्ट र लास्टमा चाहिँ तपाईहरुले दिशा र दूरी डाइरेक्सन एन्ड डिस्टेन्स सम्बन्धी क्वेशनहरु चाहिँ तपाईहरुले यसमा सोध्नेछ। यहाँ चाहिँ यसको द्रष्टव्यमा चाहिँ कुन एकाइबाट कति वटा क्वेशन र कति मार्क्सको क्वेशनहरु सोधिन्छ भनेर दिएको छ। तपाईहरुले राम्रोसँग हेर्न सक्नुहुनेछ। त्यसैगरी यसलाई चाहिँ इंग्लिशमा पनि राखिदिएको छ। इंग्लिश सिलेबस पनि राखिदिएको छ। नेपाली अलि बुझ्न अप्ठ्यारो हुने जसलाई चाहिँ इंग्लिश सजिलो लाग्छ उहाँहरुले चाहिँ इंग्लिश यो सिलेबस पनि हेर्न सक्नुहुनेछ। र त्यसैगरी भाग 1 अन्तर्गतको भाग 2 मा चाहिँ फाइनल
टेस्टमा चाहिँ तपाईँहरूलाई कम्प्युटर सिप परीक्षण कम्प्युटर स्किल टेस्ट सम्बन्धी प्रयोगात्मक परीक्षा लिनेछ। त्यसमा चाहिँ विन्डोज बेसिक भन्ने चाहिँ फर्स्टमा टपिक 1 मा राखेको छ, इन्ट्रोडक्सन टु ग्राफिक युजर GUI अनि स्टार्टिङ एन्ड सटिङ डाउन विन्डोज कसरी स्टार्ट गर्ने र त्यसलाई कसरी सट डाउन गर्ने सम्बन्धी कुराहरू सोधिन्छ। त्यसैगरी बेसिक विन्डोज इलिमेन्ट, डेस्कटप टास्क बार, माई कम्प्युटर रिसाइकल बिन सम्बन्धी त्यो माथि हामीले आइकनहरू देख्छौँ। कम्प्युटर खोल्ने बित्तिकै डेस्कटपमा जुन आइकनहरू देख्छौँ त्यो आइकनहरूलाई चाहिँ कसरी ह्यान्डल गर्ने, कसरी रन गर्ने भन्ने क्वेसनहरू तपाईँहरूले यसमा सोध्न सक्छ। त्यसरी कन्सेप्ट अफ फाइल्स एन्ड फोल्डर्स, कसरी फाइल बनाउने, फोल्डर कसरी क्रिएट गर्ने, कसरी त्यसलाई अपडेट कसरी गर्ने, डिलिट कसरी गर्ने भन्ने सम्बन्धी कुराहरू चाहिँ कन्सेप्ट अफ फाइल एन्ड फोल्डरमा सोध्न सक्नुहुन्छ। त्यसै गरी सर्चिङ फाइल एन्ड फोल्डर्स भनेको छ फाइलहरू कुनै पनि मतलब फोल्डरबाट चाहिँ कसरी फाइल हेर्ने र फोल्डरहरू कसरी निकाल्ने ती क्वेसनहरू सोध्न सकिन्छ। त्यसरी वर्ड प्रोसेसिङ अथवा MS वर्ड, माइक्रोसफ्ट वर्ड सम्बन्धी क्वेसनहरू चाहिँ सोध्न सक्छ। यो चाहिँ एकदम इम्पोर्टेन्ट टपिक हो। यसबाट चाहिँ अलि बढी नै क्वेसनहरू सोधिरहेको हुन्छ। फाइलहरू कसरी बनाउने, डकुमेन्ट कसरी खोल्ने बनाउने, एडिट अपडेट कसरी गर्ने सम्बन्धी क्वेसन हो। त्यसरी नेपाली र इङ्ग्लिस टाइपिङ दिन्छ तपाईँहरूले, टेक्स्ट फर्म्याटिङ, फन्ट साइज, कलर, अन्डरलाइन, इटालिक, बोल्डहरू चाहिँ कसरी गर्ने, प्याराग्राफहरूलाई अथवा फन्टहरूलाई चाहिँ कसरी गर्ने। त्यसरी इन्सर्टिङ हेडर फुटर, कुनै पनि डकुमेन्टमा हेडर अथवा फुटर चाहिँ कसरी हाल्ने। त्यसरी पेज सेटिङ, पेजको सेटिङ कसरी मिलाउने, मार्जिङ, पेज साइज, ओरिएन्टेसन, अनि त्यसै गरी प्रिभ्यू एन्ड प्रिन्टिङ अफ डकुमेन्ट, त्यो डकुमेन्टहरू चाहिँ कसरी प्रिन्ट गर्ने सम्बन्धी कुराहरू चाहिँ यो माइक्रोसफ्ट वर्डमा सोध्न सक्छ। कम्प्युटर सिप परीक्षण यो 10 अङ्कको हुनेछ। तपाईँहरूले नेपाली टाइपिङ चाहिँ 2.5 नम्बर को क्वेसन सोध्छ, 5 मिनट टाइम दिएको हुन्छ। त्यसै गरी इङ्ग्लिस टाइपिङ 2.5 नम्बरकै 5 मिनट र विन्डोज बेसिक एन्ड MS वर्ड पनि MS वर्ड चाहिँ 5 मार्क्सको 5 मिनटको सोध्छ। त्यसरी प्रयोगात्मक कम्प्युटर सिप परीक्षणका नमुना प्रश्नहरू पनि यहाँ दिइदिएको छ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। के कस्ता क्वेसनहरू सोध्न सक्छ भन्ने नमुना एउटा चाहिँ स्याम्पल क्वेसन दिएको छ। के भनेको छ भन्दा क्वेसन नम्बर 1 मा देवनागरी टाइपिङ स्किल टेस्टको लागि 150 शब्दहरूको एउटा टेक्स्ट दिनेछ। दिएको टेक्स्टलाई आधार मानि टाइप गर्नुपर्ने छ। तपाईँहरूले चाहिँ 150 शब्दको एउटा कुनै एउटा एसे दिन सक्छ, प्यासेज दिन सक्छ, त्यसलाई चाहिँ तपाईँहरूले टाइप गर्नुपर्ने हुन्छ। त्यसरी इङ्ग्लिस त्यसरी नै 200 वटा शब्द दिन्छ र अन्य विन्डोज र वर्ड प्रोसेसिङ सम्बन्धी क्वेसनहरू दिइनेछ। यहाँ तपाईँहरूले चाहिँ कतिवटा शब्द मिलाए बापत कति नम्बर पाउने भन्ने कुरा पनि यहाँ राखिदिएको छ। 5 भन्दा कम शुद्ध शब्द प्रति मिनट बापत चाहिँ 0 अङ्क। त्यसै गरी 5 वा सोभन्दा बढी र 7.5 भन्दा कम शुद्ध प्रति मिनट टाइप गर्न सक्नुभयो भने चाहिँ तपाईँले 0.5 मार्क्स पाउनुहुनेछ। त्यसै गरी चाहिँ 25 वा सोभन्दा बढी शुद्ध शब्द प्रति मिनट, तपाईँले 1 मिनटमा 25 वा सोभन्दा बढी वर्डहरू टाइप गर्न सक्नुभयो भने चाहिँ 2.5 नम्बर क्वेसन 2.5 नम्बर चाहिँ तपाईँहरूले पाउनुहुनेछ। त्यसरी इङ्ग्लिसको पनि दिएको छ, 1 मिनटमा चाहिँ 30 वटा भन्दा बढी शुद्ध शब्द टाइप गर्नुभयो भने चाहिँ तपाईँले फुल मार्क्स पाउनुहुनेछ। र यो शुद्ध शब्द प्रति मिनट कसरी निकाल्ने सम्बन्धी फर्मुला दिएको छ। तपाईँले टोटल वर्ड टाइप गरेको माइनस रङ वर्ड बाई डिभाइड गरेर चाहिँ यिनीहरूले चाहिँ नम्बरहरू चाहिँ यसको निकाल्नेछ। यो भयो साथीहरू प्रथम पत्रको कुराहरू र फाइनल स्टेजको जुन चाहिँ कम्प्युटर सिप परीक्षण अन्तर्गतका कुराहरू थिए। र त्यसै गरी अब हामीले सेकेन्ड पेपर कार्यालय व्यवस्थापन र तृतीय पत्र कार्य ज्ञान सम्बन्धी विषयवस्तुहरू हेर्नुहोस्। यहाँ द्वितीय पत्र भनेर दिएको छ खण्ड ए 40 नम्बरको, खण्ड एबाट चाहिँ 40 मार्क्स, जसमा चाहिँ 4 वटा क्वेसन 5 मार्क्सको र 2 वटा लङ क्वेसनहरू 10 मार्क्सको सोधिनेछ। फर्स्ट यसको टपिक के छ भन्दाखेरि कार्यालय व्यवस्थापन। कार्यालय व्यवस्थापन अन्तर्गत कार्यालय कर्मचारी सम्बन्धी सम्पूर्ण विषयवस्तुहरू तपाईँहरूले पढ्नुपर्ने हुन्छ। त्यसै गरी कार्यालय कार्यविधि, पत्र व्यवहार, टिप्पणी लेखन, टिप्पणी तयार गर्दा ध्यान दिनुपर्ने कुराहरू, प्रतिवेदन, परिचय तयार अनि प्रतिवेदन तयार पार्दा ध्यान दिनुपर्ने कुराहरू। त्यसै गरी अभिलेख व्यवस्थापन भनेको छ रेकर्ड म्यानेजमेन्टका कुराहरू चाहिँ यसमा पढ्नुपर्ने छ। अनि रेकर्डको परिचय, अभिलेख व्यवस्थापन, आधुनिक प्रविधि, रेकर्ड म्यानेजमेन्टको लागि चाहिँ अहिलेको टाइममा चाहिँ के कस्ता प्रविधिहरूको प्रयोग गरिएको छ र कसरी प्रविधिहरूको सही सदुपयोग मार्फत चाहिँ यसको रिजल्टलाई प्रतिफललाई चाहिँ राम्रो बनाउन सकिन्छ भन्ने कुराहरू। र त्यसै गरी बैठक व्यवस्थापन भनेर दिएको छ, जनसम्पर्क र सेवाग्राही गुनासो व्यवस्थापनको तरिका र विधि भनेको छ। त्यसरी खण्ड बीमा चाहिँ संविधान र नागरिक चेतना सम्बन्धी विषयवस्तुहरू चाहिँ यहाँ राखेको छ। तपाईँहरूले नेपालको सम्पूर्ण अहिलेसम्मको हालसम्म
हो संवैधानिक विकास क्रमहरूको बारेमा पर्ने हुन्छ। त्यसै गरी संविधानभित्रको मौलिक हक कर्तव्य, राज्यको नीति निर्देशक सिद्धान्त के कस्तो छ, त्यसको राज्य शक्तिको बाँडफाँड कसरी हुन्छ, अनि न्याय सङ्गठनको परिचय भनेको छ। यहाँ चाहिँ तपाईँहरूले संवैधानिक निकायहरू, महत्त्वपूर्ण संवैधानिक निकायहरू जस्तै कि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय, लोकसेवा आयोग जस्ता, अनि साथै निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार, अनि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सङ्घीय संसद सचिवालय जस्ता कार्यालय सङ्गठनहरूको परिचय र यसका के कस्ता कार्यहरू रहेको छ भन्ने सम्बन्धी कुराहरू चाहिँ तपाईँले यो संविधान र नागरिक चेतना अन्तर्गतको सब टपिकहरूमा चाहिँ पढ्नुपर्ने हुन्छ। त्यसै गरी नागरिक चेतना भनेको छ सिभिक कन्सियसनेस, कन्साइन्स भनेको छ चारित्रिक क्यारेक्टर डेभलपमेन्ट, ह्युमन भ्याल्युज, अनि सिभिल राइट एन्ड ड्युटिजहरू के छ, र डिसिप्लिन र पोजिटिभ थिङ्किङ भनेको दिएको छ। त्यसरी खण्ड सी अथवा खण्ड ग चाहिँ गमा तपाईँहरूले 30 मार्क्सको चाहिँ क्वेसनहरू सोधिनेछ। 6वटा क्वेसन 5 मार्क्सको सर्ट क्वेसनहरू चाहिँ सोधिनेछ। सामान्य गणित भनेर चाहिँ यो खरिदारको चाहिँ सेकेन्ड पेपरको खण्ड गमा चाहिँ म्याथमेटिकल क्वेसन, सामान्य गणितका 6वटा क्वेसनहरू सोधिन्छ 5 मार्क्सको। यसमा चाहिँ गणितका आधारभूत क्रियाहरू र ऐकिक नियम, फन्डामेन्टल अपरेसन्स इन म्याथमेटिक्स र युनिटरी मेथड, त्यसै गरी फ्याक्सन डेसिमल पर्सेन्टेजका क्वेसनहरू र प्रॉफिट लस एन्ड डिस्काउन्ट, त्यसै गरी ट्याक्स कमिसन एन्ड डिप्रिसिएसन्सका क्वेसनहरू, साधारण ब्याज र मिश्रित ब्याज, औसत एभरेज र घरायसी अङ्कगणित जस्ता, र साथसाथै र लास्टमा चाहिँ क्षेत्रमिति मेन्सुरेसन सम्बन्धी क्वेसनहरू चाहिँ सोधिन्छ। अब तृतीय पत्र साथीहरू यो पनि खण्ड क, ख र ग गरेर 3वटा खण्डमा चाहिँ छुट्याइएको छ। खण्ड क 3वटा क्वेसन्स 5 मार्क्स र 2वटा क्वेसन 10 मार्क्स गरेर 2 मार्क्स, जम्मा 35 मार्क्सको चाहिँ खण्ड कमा क्वेसनहरू सोधिन्छ। त्यसै खण्ड कको फर्स्ट टपिक के छ भन्दाखेरि सार्वजनिक सेवा व्यवस्थापन सम्बन्धी कुराहरू चाहिँ तपाईँहरूले यसमा पढ्नुपर्ने हुन्छ। यस अन्तर्गत निजामती सेवा ऐन, नियमावलीमा भएका देहायका व्यवस्थाहरू के कस्ता, निजामती सेवाको ऐन र त्यसमा के कस्ता व्यवस्थाहरू भएको छ, निजामती सेवाको गठन कसरी हुन्छ, पदपूर्तिका तरिकाहरू, जस्तै पदपूर्तिमा तपाईँहरूले आन्तरिक र बाह्य पदपूर्ति हुनसक्छ। यी यस्ता कुराहरू चाहिँ कर्मचारीको नियुक्ति, सरुवा, बढुवा, विधा, विभागीय सजाय, अवकाश, कर्मचारीले पालन गर्नुपर्ने आचरण भनेर दिएको छ, र कर्तव्यहरू के कस्तो छ। साथै सार्वजनिक सेवा प्रवाहको अर्थ, महत्त्व तथा सेवा प्रवाह गर्ने निकाय, तरिका, माध्यम के कस्तो छ, सार्वजनिक बडापत्र, पब्लिक चार्टर भनेर दिएको छ, यसको महत्त्व र आवश्यकता के छ। अनि त्यसै गरी ऐनहरू अन्तर्गत चाहिँ सुशासन, व्यवस्थापन तथा सञ्चालन 2064 को परिच्छेद 1, 2, 4 र 5 पढ्नुपर्ने हुन्छ। सूचनाको हक सम्बन्धी ऐन दिएको छ, यसको परिच्छेद 1, 2, 3, 4 र भ्रष्टाचार निवारण सम्बन्धी ऐन छ। त्यसै गरी सङ्घीय प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर्सम्बन्ध ऐन 2077 को परिच्छेद 2 पढ्नुपर्ने छ। त्यस अन्तर्गतै सङ्घ, प्रदेश र स्थानीय तह बिचको अन्तर्सम्बन्धका आधारहरू के कस्तो छ त्यो पढ्नुपर्ने छ। खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन भनेको छ। व्यक्तिगत घटना दर्ता, भाइटल रेजिस्ट्रेसनले, नेसनल आइडेन्टिटी कार्ड, राष्ट्रिय परिचय पत्र सम्बन्धी अहिले कामहरू भइरहेको छ। जिल्ला प्रशासन कार्यालयहरूतिर चाहिँ अहिले चाहिँ राष्ट्रिय परिचय पत्र सम्बन्धी काम चाहिँ धमाधम भइरहेछ। यसको के कस्तो छ प्रोसिजरहरू त्यो पढ्नुपर्ने छ। त्यसै गरी अर्को एउटा इम्पोर्टेन्ट टपिक के छ भन्दाखेरि ई गभर्नेन्स, अहिले जुन चाहिँ शासन प्रणाली छ त्यसमा चाहिँ विद्युतीय शासन प्रणालीको के कस्तो अवस्था छ, यसको फाइदाहरू के कस्तो छ भन्ने सम्बन्धी पढ्नुपर्ने हुन्छ। सूचना तथा सञ्चार प्रविधिको महत्त्व भनेर दिएको छ। र त्यसै गरी खण्ड ख 35 मार्क्सकै हुन्छ। 3वटा क्वेसन 5 मार्क्सको र 2वटा 10-10 मार्क्स गरेर जम्मा 15-20 गरेर 35 मार्क्सको क्वेसन सोधिन्छ। यसमा खण्ड गमा चाहिँ पहिलो टपिक चाहिँ लेखा प्रणाली र आर्थिक प्रशासन, लेखा प्रणाली, परिचय, उद्देश्य र विशेषताहरू। त्यसै गरी बजेट अनुगमन र स्वीकृति तथा मन्त्रालय, बजेट सूचना प्रणाली, LMBIS सम्बन्धी जानकारी। त्यसै गरी खाता सम्बन्धी खाता सूची, एकल खाता कोष, राजस्व व्यवस्थापन, सूचना प्रणाली, कम्प्युटराइज सरकारी लेखा प्रणाली। र अर्को चाहिँ 2.4 मा चाहिँ गोसवा र भौचर, बैङ्क, नगदी किताब, बजेट हिसाब, मासिके भारी खर्चको फाँटबारी, बैङ्क हिसाब विवरण सम्बन्धी जानकारीहरू। त्यसै गरी 3 मा चाहिँ सार्वजनिक खरिद तथा जिएनसी व्यवस्थापन भनेर दिएको छ, तपाईँले राम्रो हेर्न सक्नुहुनेछ। अर्को 4 मा चाहिँ सार्वजनिक वित्त व्यवस्थापन र लेखा परीक्षण प्रणाली र सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी चाहिँ कुराहरू चाहिँ यसमा हेर्नुहुन्छ। लेखा परीक्षण, परिचय, उद्देश्य, प्रकार, बेरुजु फर्च्योट, बेरुजु लगत, रसम परीक्षण, मूल्य, अभिवृद्धि कर, ट्याक्स सम्बन्धी कुराहरू, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन सम्बन्धी कुराहरू, आयकर ऐन 2058, लेखा परीक्षण ऐन 2075 दफा 8 र लेखा परीक्षण गर्ने विषयहरू भनेर दिएको छ। त्यसै गरी खण्ड ग
यो चाहिँ जम्मा 30 मार्क्स, यसमा चाहिँ 5 मार्क्स कम सोधिन्छ। 2वटा क्वेसन 5 मार्क्स र 2वटा 10 मार्क्सको गरेर चाहिँ जम्मा 30 मार्क्सको क्वेसन चाहिँ खण्ड ग अन्तर्गत तृतीय पत्रको खण्ड ग अन्तर्गत सोधिन्छ। कानुन र न्याय सम्बन्धी जानकारी भनेर दिएको छ। यसमा चाहिँ यति नै यसको विषयवस्तु रहेको छ। कानुनको अर्थ, महत्त्व, कानुनका स्रोतहरू, ऐन नियम विनिमय, अदालतका तह, संरचना, क्षेत्राधिकार, हकदैया, हद, म्याद र तारिखको परिचय, लिखितमा पुर्याउनु पर्ने हित, दर्ता, म्याद, तामेली, जाहेरी, दरखास्त, पक्राउ, पूर्जी, बरामदी, यस्ता क्वेसन विषयवस्तु तथा निःशुल्क कानुनी सहायता, मुलुकी देवानी संहिता र देवानी कार्यविधि र अर्को मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिताका प्रमुख विषय छ। यस्ता विषयवस्तुहरू चाहिँ खरिदारको तृतीय पत्र द्वितीय पत्रमा चाहिँ राखेको छ। तपाईँले मजाले हेर्न सक्नुहुनेछ। भिडियोलाई पज गर्दै हेर्नु होला। प्रथम पत्रको पनि एकचोटि म तपाईँहरूलाई सरसर्ती देखाइदिन्छु। भिडियोलाई मन पर्यो भने लाइक गर्न सक्नुहुन्छ, सब्सक्राइब गर्नु होला। त्यस साथै मेरो फेसबुक पेज रहेको छ, यो लोकसेवा अल भन्ने, यसलाई पनि फलो गर्न सक्नुहुनेछ। यसको लिङ्क चाहिँ म डिस्क्रिप्सनमा हालिदिनेछु र मेरो यो च्यानललाई चाहिँ सब्सक्राइब गर्न बिर्सिनु नहोला।